नेपाल र जापान T20 विश्वकप छनौटको सुपर 6 मा कुवेत बाहिरियो। नेपाल र जापान आइसिसी T20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौटको सुपर 6 मा प्रवेश गरेका छन्। बिहीबार भएको समूह बी को खेलमा जापानले कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि एक खेल अगावै सुपर 6 मा प्रवेश गरेका हुन्। नेपालसँग पनि यसअघि नै पराजित भइसकेको कुवेत आजको हारपछि समूह चरणबाटै बाहिरिएको छ। समूह बी को अन्तिम खेलमा शुक्रबार नेपाल र जापान खेल्दैछन्। उक्त खेल अब अघोषित रूपमा सुपर 6 को खेल जस्तै बनेको छ। नेपाल र जापान बीचको खेलको विजेता टोलीले सुपर 6 चरण सुरु गर्दा 2 अंक समेत लिएर जानेछ। सुपर 6 मा 2 अंकबाट सुरु गर्नु नै निकै महत्त्वपूर्ण हो। समूह चरणमा आफूले हराएको टिम पनि सुपर 6 मा पुगेको अवस्थामा विजेता टोलीले उक्त खेल जितेको 2 अंक लिएर जानेछ र सुपर 6 मा फेरि खेल्नुपर्ने छैन। बिहीबार भएको अर्को खेलमा समूह ए को कतारले मलेसियालाई पराजित गरेको छ। यो समूहमा युएई पनि रहेको छ जसले कतारलाई हराइसकेको छ। जापानको सनसनीपूर्ण जित। उदयमान क्रिकेटिङ राष्ट्र जापानले बिहीबारको खेलमा कुवेतलाई हरायो। कुवेतले दिएको 178 रनको लक्ष्य जापानले 19.3 ओभरमा पूरा गर्यो। जापानका लागि इसाम रहमानले 39 बलमा 64 तथा सबारिस रविचन्द्रनले 39 र कप्तान केन्डल काडोबाकीले 28 रन बनाए। इब्राहिम तकासाहीले 26 रन बनाए। जापानका कप्तानले सुरुदेखि नै आक्रामक ब्याटिङ थालेका थिए। मिडल ओभरमा रहमानले शानदार ब्याटिङ गरे।